हेलो गाइज हेलो। हामी त एकदम सही ठाउँमा सही समयमा जन्मिएको हो कि जस्तो लाग्छ क्या मलाई आजभोलि। एकदम सही हाम्रो ठाउँ गैरीगाम एकदम झनै सही। अब टेक्नोलोजी छँदैछ, इन्टरनेट छँदैछ, सब चिज छँदैछ। अब हेरौँ न, यसो इक्जाम्पल यसो हेरौँ न, इक्जाम्पल होइन रियालिटी नै हो, हेरौँ न। अब बस पार्क बनिसक्यो, बाटो पिच 1-1.5 सालमा त अब हुन्छ नै अब मानव हुन्छ नै। अब त बस पार्क त्यहीँ, हाम्रो घर त स्टेसनै अब च्याट्ट। अब त्यो मैले एउटा च्याट्ट 5 स्टार होटल खोलिदिएँ भने त च्याट्ट त अब त त्यसपछि भन्ने पऱ्यो। अब इक्जाम्पल हेरौँ न, अब त्यो बाटो स्याट्ट पोखरा जोडिसक्यो, पोखरा स्याट्ट बिहान पोखरा, बिहान बेलुका घर स्याट्ट। हेर्नु कति छ। अब हाम्रो बाले रोपेको त्यो केरा चट्ट बुटैमा पाकेको केरा चट्ट काट्यो, बसको डिक्कीमा हालिदियो, केरा पोखरा। बेलुकामा हाम्रो बाले 1000को नोट पट्ट। अब हाम्रो मम्मीले पालेको खसी चट्ट, ल है भन्यो, खसी चट्ट पाल्यो। बेलुका त हाम्रो मम्मीको हातमा 20वटा 1000को नोट हर दिनै भनौँ न, हर दिनै। अब रामदाइले रोपेको त्यो ड्र्यागन फ्रुट र किवी त स्याट्ट बिहान 5 बजीतिर उठेर टक 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 टिपेर प्लास्टिकको यस्तो केजीको हिसाब बनाएर च्याट्ट ल है बसमा भन्यो। त्यो ठुलो बाले रोपेको दरै र कागती त त्यसको टक्क कफीको चट्ट ठुलो बाले होइन त नि केटा यो लैजाएर त्यहाँबाट त्यो 20वटा 1000 दाम ल्याइदिए भन्न च्याट्ट कि सजिलो कि कति सजिलो। त्यो भुइँ कटर मैले त एउटा कुरो सोचिरहेको छु, अब घर जाने हो ठुल्बाको त्यो डुम्रीको गेडा यहाँ चाहिँ के अरे आन्जिर हो कि के जाति भनेर बेचरी खुसीले खाँदा रहेछन्। हाम्रो त्यहाँ डुम्री गेडा बाख्राले नखाएर गयो, त्यसलाई चट्ट काटेर यसो सुकाएर यसो थिच्तास पाऱ्यो भने त्यो चट्ट। अब हेरौँ न कस्तो जमाना हामी जन्मेको। त्यो अब सिरेहरूको त्यो कटर यसो काँचो हुने बेलैमा चुइङ्गम फ्याक्ट्रीमा फ्लेभर भन्यो चट्ट झारेर काँचैमा गाडीमा लोड गर्यो। केटाहरूले 5 भाइ छन्, 5 भाइलाई एक महिनामा 1 लाख रुपियाँ चट्ट गर्नै नपर्ने कि केही। अब ठुल्बाले रोपेको गाँजाको त कुरै गर्नु भएको होइन, त्यो इलिगलै छ, अहिले कुरो नगरौँ। अब सन्तोषीले रोपेको त्यो आलु र बन्दाकाउली स्याट्ट काँक्रा साँक्रा यसो गाडीमा हाल्यो चट्ट। त्यो महेश्वर अङ्कलको घर छेउको बारीमा हरिया मकै चडप भाँच्यो, 3-4 कार्टुन टकटक हालिदियो। बेलुका सिधा आन्टीलाई 1000का नोट फट। अब गर्न त गरे त जे पनि हुन्छ कि स्याट्ट। पैसो कमाउन दुःखै नै। ल लुरे अङ्कलले पालेको माछा पुल पनि बनिसक्यो, माछा 4 बजी उठेर ल केटा यसो जालसाल खेल भन स्याट्ट माछालाई पानीसहित कार्टुनका 1-2 ड्रममा हाल्यो, त्यो बसको छता यसो च्यापचुप पारेर बाँधिदियो भने बेलुका आउँदा बुढाले भन्छ आउँदाखेरि त पैसो चाहिँ नभुलै कान्छ भनेर भन्छ। च्याट्ट पारे पैसो ल्यायो स्याट्ट। अब च्याट्ट पैसो त। अनि अब माथि भेनाजुलाई ल आज 3 ठाउँमा अरियालको डिमान्ड छ, त्यो 3टा पोलो अनि 3टा अरियाल र गोडा 10 केजी त्यो खोलाको लोकल माछा च्याट्ट मारेर दियो भने त्यो भेनाजुले घरै बसेर यसो बिहानभरि यसो चोया काटेर ढोको बुन्छन्। यसो साँझ पऱ्यो अरियाल सरियल ल्याए खोला गयो, 4 बजेसम्म बिहानसम्म उनले माछा र हरियालको धोस्न चप। अब हाम्रो त ठ्याक्क खोलो नजिक, पानीको दुःख छैन, वन जङ्गल नजिक, त्यहीँ दाउरा घाँस सबैको नजिक। अनि अब पोखरा ठ्याक्क पोखरा बाटो जोडिएको चट्ट गयो सट्ट ल्यायो। अब गर्न केही परेन कि ट्याक्क टिपेर गाडीमा हालिदिने काम मात्रै हो, गर्न केही पर्दैन। फल्न त नेचुरल फलि नै हाल्छ। अब मैले एउटा कुरो सोचिरहेको छु, अब यो सबै चिज ठ्याक्क अब पठाउने काम मात्रै हो कि पोखरा त। त्यहाँबाट हाम्रो ठाउँ त इन्टरनेसनल मार्केटिङको ठाउँ हो नि त। त्यहाँबाट विदेशी पाहुना आयो चट्ट बिहान टिपेको केरा बेलुका मुखमा, बिहान भाँचे मकै 2 घन्टामै मुखमा, फ्रेस एकदम फ्रेस
अर्ग्यानिक दबाई नहालेको चिज चट्ट। हाम्रो मम्मीले मकै आफ्नै हातले खुवाएको मकै खसीको मासु अमेरिकाबाट अस्ट्रेलियाबाट जर्मनबाट आएका टुरिस्टले चट्ट ट्याक्कै एक बाइट खसी खाँदाखेरि ओ माई गॉड व्हाट इज दिस भन्ने खालको यो त हामी र हाम्रो ठाउँ सही ठाउँमा हो कि एकदम करेक्ट। यो कुरो चाहिँ छिटै हुन्छ क्या। यो कुरो मेरो भिडियो हेरेर लेखेर राख्नुहोस्, हामी त्यस्तो ठाउँमा छौँ। बस अरियालको डिमान्ड अझै बढी छ। अब अरियाललाई भन्न पर्यो गोलो अलि धेरै लाभ भन्न पर्यो कि त घरै यहाँ पाल्ने बनाएर घरै खोर बनाउने चट्ट अरियाल घरै पालेर सबैले एक एकवटा त घाङ्ग्रो लाएर मास्क लगाएर हिँड्ने के काम गर्नु घरै अरियाल पालेर। अरियालले त खतरा चिज हो नि त। हस् त धन्यवाद। यो चाहिँ इन्फर्मेसन भिडियो।